भाइ के भयो किन हात त्यसो गरी चिसो भयो बाबु चिसो भएको छैन अनि किन लुगाहरू अरू छैन तिम्रो अनि तिमीलाई म लुगा किनिदिन्छु तिमीलाई के चाहिन्छ भन त अहिले अनि तिमीलाई अहिले म लुगा किनिदिन्छु तिम्रो फोन छैन है फोन छैन अनि म तिमीलाई अहिले किप्याड फोन पनि किनिदिन्छु अनि अहिले एक जोडी लुगा किनिदिन्छु हुन्छ अनि फोन म किप्याड फोन पनि किनिदिन्छु अनि अहिले तिमीलाई म लुगा किनिदिन्छु एक जोडी हुन्छ यस्तो चिसोमा बस्नु हुँदैन नि बाबु है अब जाउँ मसँगै बस्नुपर्छ अहिलेदेखि अनि केही फरक पर्दैन म तिमीलाई गरिदिन्छु मैले तिमीलाई बस्ने व्यवस्था पनि गरिरहेको छु होइन तिम्रो कामको कुरा भइसकेको छ होइन अब भोलिदेखि तिमीले काममा जानुपर्छ है आज म तिमीलाई लगाइदिन्छु है अब मैले काम खोजिदिएको छु तिमी नआइतन भने टेन्सन नमान है ल अब म लुगा किनिदिन्छु तिमीलाई अब गाडी हाल्नु है बिस्तारो पसलभित्र हिँड्नु तँलाई कस्तो मनपर्छ कपडाहरू उसलाई कपडाहरू देखाउनु न सर्ट प्यान्टहरू भाइ ल यो तिमीले सपिङ गर्यो होइन तिम्रो लागि यो कपडाहरू हुन्छ यति भएपछि तिमीलाई अहिले पुग्छ होइन पुग्छ अब घर गएर लगाउनु होइन अब यहाँ लगाउनु मिलेन यति भएपछि आज भोलिलाई पुग्छ पछि म तिमीलाई ज्याकेट किनिदिन्छु होइन अनि तिमीलाई अझ ड्याङ हान्न त मलाई फेरि यो तिमीलाई अहिले यो मैले मोबाइल उगेको छु होइन मोबाइल सानो एउटा किप्याड मोबाइल छ अहिले यसमा सिम छैन नि फेरि सिम छैन होइन सिम छैन म भोलि पर्सि मेरो नामको एउटा सिम निकालिदिन्छु अनि तिमीलाई यसो कन्ट्याक्ट गर्न लागि हुन्छ होइन अहिले मेरोमा जाऊ होइन अब हाम्रोमा बसौँ खाउँ होइन बट यो सिम चाहिँ म भोलि पर्सि सिम निकालिदिन्छु यो मोबाइल सम्हालेर खोलिदिइहाल्नु नि त है म खुलाइदिन्छु है सुजहरूको खुल्यो होइन ल यो मोबाइल राख है अब सम्हालेर राख्नु नहराउनु है हुन्छ ल म तिमीलाई आज उतै जाउँ होइन अनि भोलि या पर्सिबाट काम सुरु हुन्छ नागरिक त्यहाँ अहिले आवश्यक पर्दैन दसैँपछि गएर चाहिँ नागरिक होला पछि बिस्तारै तिमीले कमायो भनेपछि या के तिमीलाई कसै हेल्प भयो भनेपछि होइन तिमीलाई म ठुलो मोबाइल पनि किनिदिन्छु जो कि तिमी सामाजिक सञ्जालमा सबै गाउँमा दाइ भाइ जो छन् तिम्रो आफ्नो गाउँहरूसँग सबैसँग तिमी कुरा गर्न नै पाउँछौ होइन अहिले यति हुन्छ तिमीलाई जुत्ता म भोलि किनिदिन्छु है के भोलि न त दसैँमा किन्नु दाइ भाइसँग एउटै खालको जुत्ता हाल्नु हुन्छ ल हाल्नु खुसी छ नि ल पनि होइन अब त ल को होइन तिम्रो दाइ नै हो तिमी दाइ नै हो तिमी को भन्ने शब्द होइन हामी एउटै हो दाइ भाइ जस्तै हो होइन दाइ भाइ हो तिमी टेन्सन न म हुँदाखेरि के टेन्सन हुन्छ जाऊ है ल धेरै